ल मेरो टिकटक आइडी चाहिँ लगभग 20 दिन नेपालबाटै खोलेको, मैले नेपालबाटै बनाएको नयाँ टिकटक आइडी, नयाँ टिकटक एकाउन्ट। त्यो चाहिँ 20 दिनपछि चाहिँ मोनिटाइज गर्न म सफल भएको छु। 20 दिनमा 10,000 फलोवर अनि 1 लाख भ्युज पुर्याएर जम्मा 30 दिनको टाइम हो, 1 महिनाको समयमा 30 डेजमा चाहिँ 10,000 फलोवर अनि 1 लाख भ्युज पुर्याउनु पर्छ। र त्यो गरेर मैले क्रिएटर रिवार्ड प्रोग्रामलाई चाहिँ लगइन गर्न अनि पेमेन्ट पे आउट सेटअप गर्न चाहिँ सफल भएको छु। तर 20 दिनमा चाहिँ बहुत दुःख कस्तो दुःख भने अब तपाईलाई नेपालमा चाहिँ मोनिटाइजको लागि नेपालमा चाहिँ दिएको छैन, मोनिटाइज सेटअप नेपालमा क्रिएटर रिवार्ड प्रोग्राम नेपाललाई दिएको छैन। यो सेटअप हुने कन्ट्रीहरू भनेको जस्तै जापान, कोरिया, युनाइटेड किङडम, जस्तै अरू 5-6 कन्ट्री होलान्, अरू चाहिँ मलाई खासै याद भएन। जस्तै जापान, कोरिया, युके, यिनीहरूमा चाहिँ यो के अरे मोनिटाइज सेटअपहरू क्रिएटर रिवार्ड प्रोग्राम चाहिँ टिकटक एकाउन्ट ओपन गर्ने बित्तिकै आउँछ। तर नेपालमा भनेको क्रिएटर रिवार्ड प्रोग्राम आउँदैन, त्यसको लागि ल्याउन गाह्रो हुन्छ। र त्यो चाहिँ ल्याइयो, त्यो ल्याएपछि फेरि चटारो यता 10,000 फलोवर पनि पुर्याइयो। त्यस पछाडि फेरि गाह्रो भन्ने कुरो 1 लाख भ्युज पनि ल पुर्याएँ मैले। त्यस पछाडि अब पे आउट सिस्टम, अब अरू अन्य कन्ट्रीहरूको एकाउन्टबाट नेपालको ब्याङ्क लिङ्क हुँदैन, नेपालको ब्याङ्क लिङ्क गर्नै मिल्दैन। अनि त्यस कारणले त्योको लागि पेपल एकाउन्ट खोल्नु पर्यो। पेपल पनि अहिले नेपालबाट खोल्न मिल्छ, तर नेपालको पेपल एकाउन्ट लिँदैन। त्यसको लागि बाहिरको पेपल एकाउन्ट, बाहिरको चाहिँ जुन कन्ट्रीको खोलेको छ आफूले त्यही कन्ट्रीको पेपल एकाउन्ट, त्यसमा नम्बर सपरेसन नम्बर किनेर अनि त्यस पछाडि नम्बर किनिसके पछाडि त्यो नम्बरबाट नै त्यो अब कुन कन्ट्रीको, युकेको, जापानको, त्यही कन्ट्रीको चाहिँ नम्बर किनेर अनि त्यसमा चाहिँ पेपल खोलेर सेटअप गर्नुपर्छ। र त्यो गर्न चाहिँ म अहिले सक्षम भएको छु। अब 15-20 दिन जति भयो होला, लगभग 20 दिन जतिमा सक्षम भएको छु अहिले चाहिँ। अब मेरो मोनिटाइज टिकटक भइसकेको छ। अब म यसमा यो भिडियोमा स्क्रिनसटहरू पनि हालिदिन्छु है, यसमा के अरे मोनिटाइज भएको कुराहरू देखाएर हालिदिन्छु।